दर्शकलाई स्वागत छ हाम्रो यो युट्युब च्यानलमा। आज के छ भने तपाईले जो नयाँ क्रिएटर यानी कि नयाँ युट्युबर हुनुहुन्छ उहाँहरूलाई वाचिङ टाइम कसरी पुर्याउने भनेर म सिकाउन गइरहेको छु है। यदि तपाईको टिकटकमा भ्युज आउँदैन, युट्युबमा भ्युज आउँदैन भने वाचिङ टाइम कसरी पुर्याउने, युट्युबमा सब्स्क्राइब 1000 सब्स्क्राइब कसरी पुर्याउने सबै A to Z सिकाउन गइरहेको छु। भिडियो अन्तिमसम्म हेरिदिनु होला है। सर्वप्रथम तपाईले प्ले स्टोरमा आएर एउटा एप डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईले वाचिङ टाइम पुर्याउनलाई एउटा टाइमले डाउनलोड गर्नु यो हेर्नुस् मल्टी भ्युज ब्राउजर डाउनलोड गर्नुस् है। यो डाउनलोड गरिसके तपाई के काम गर्छ भने चाहिँ यसले चाहिँ तपाईको भ्युज बढाउने काम गर्छ, वाचिङ टाइम बढाउने काम गर्छ है। ल अब कसरी बनाउने त तपाईले युट्युबमा आउने आफ्नो युट्युब च्यानलको एउटा भिडियो क्रिएट गर्ने। भिडियो क्रिएट गरेपछि एउटा च्यानल युट्युब च्यानल भिडियो बनाइसकेपछि तपाईले त्यो युट्युब च्यानलको भिडियोको लिंकमा जाने। लिंकमा गएर तपाईले के गर्ने यसमा कपी गर्ने। कपी लिंक गर्ने। अब कपी लिंक गरिसकेपछि हजुरले के गर्नु पर्यो आएर त्यसमा मल्टी भ्युज यो चाहिँ उसमा चाहिँ कपी गर्नु पर्यो। के गर्नु युआरएल कपी गरेर तपाईले कति बढाउन मन छ पहिला ओपन गर्नु पर्यो। अब हेर्छ हाम्रो उगरी चाहिँ कति बढाउन चाहनुहुन्छ ल तपाई भन्नुस् जति पनि बढाउन सक्नुहुन्छ ल। अब यसरी तपाईले कति मिनेटको भिडियो छ म 1 मिनेटको गरेर गर्न सक्छु, मैले अफ गर्न पनि सक्छु, 5 मिनेट पनि गर्न सक्छु है। 1 मिनेटको गरे भने तपाईले के हुन्छ माथि हेर्नु सेकेन्ड चल्यो नि 60 सेकेन्ड 60 सेकेन्ड सम्म तपाईले मजाले चल्छ। त्यो 60 सेकेन्ड पछि तपाईको वाचिङ टाइम बढ्छ 1 घण्टा है। सबैजना यद्धरै भइराछन् हेरिराछन् सबैले। ल अर्को कुरा के छ भन्दाखेरि तपाईले गर्नुपर्ने कुरा के छ भन्दा अब यसमा चाहिँ तपाईले वाचिङ टाइम कसरी बढाउने सिकाएँ मैले। अब अर्को चोटी चाहिँ के सिकाउँछु भन्दाखेरि हजुरहरुलाई तपाई सब्स्क्राइब कसरी बढाउने भन्ने कुरा सिकाउँछु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर हामीसँगै जोडिनु होला है। हामीसँगै जोडिनु होला। हामी नयाँ अपडेटहरु ल्याएर आउँछौं तपाईको नयाँ युट्युबर मान्छेहरुलाई हामीले कसरी कमाउने, पैसा कसरी लगानी गर्ने भनेर सब कुराहरु हामी सिकाउँछौं है। धन्यवाद छ भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा।